शिक्षा मन्त्री अलि ल्याङफ्याङ हुनुभयो भनेर महेश बस्नेतजीले भन्दै हुनुहुन्छ तपाईलाई के हो? ल्याङफ्याङ त म महेश बस्नेत नै ल्याङफ्याङ छ नि। अब यो अवस्थाले चुनाव हुन सक्ला त के एकदम 100% चुनाव हुन्छ ल। घटनाले त त्यो संकेत गरेन त्यति घटना नै केही हुँदैन, कोही नडराउनु। अब यहाँ विभिन्न कुराहरू चाहिँ निकालिरहेछन्, कारणहरू देखाउँछन्, तर चुनाव चाहिँ हुन्छ 100% हुन्छ। मन्त्रीज्यू के छ बारा जिल्लाको सिमराको घटनालाई कसरी हेर्नु भएको छ? बारा जिल्लाको सिमरामा घटना भएको कुरा मैले यही माथि आएर मात्रै थाहा पाएँ, त्यो थाहा थिएन अरू के भएको छ। साँच्ची हो, यहाँ आएर थाहा पाउनुभयो? यही माथि हलमा बसेपछि यस्तो भयो भन्ने कुरा मलाई चाहिँ सञ्चार मन्त्रीजीले शिक्षा भनेर मन्त्री थाहा अलि पाएँ। ल्याङफ्याङ हुनुभयो भनेर महेश बस्नेतजीले भन्दै हुनुहुन्छ तपाईलाई के हो? ल्याङफ्याङ त म महेश बस्नेत नै ल्याङफ्याङ छ नि। अब यो अवस्थाले चुनाव हुन सक्ला त के एकदम 100% चुनाव हुन्छ ल। घटनाले त त्यो संकेत गरेन त्यति घटना नै केही हुँदैन, 100% चुनाव हुन्छ, कोही नडराउनु। अब यहाँ विभिन्न कुराहरू चाहिँ निकालिरहेछन्, कारणहरू देखाउँछन्, तर चुनाव चाहिँ हुन्छ 100% हुन्छ। आज दलका नेताहरूसँग के कुराकानी भयो? केही भएन, सुन्ने काम मात्रै। अध्यादेशको कुराहरू आएको छ, राष्ट्रपतिकोमा यहाँले चाहिँ सिफारिस पनि गर्नको लागि चाहिँ पेश गर्नु भएको छ, यसबारे म प्रश्न पार्छु। यसको बारेमा अहिले प्रवक्ता आउँदै हुनुहुन्छ, उहाँले प्रश्न गरिदिनुहुन्छ आधिकारिक रूपमा संवैधानिक निकायमा चाहिँ पदाधिकारी आवश्यकता परेको अवस्थामा निर्वाचन आयोगमा प्रमुख आयुक्त नै अहिले आधारमा भ्याकुम छ होइन, सर्वोच्च अदालतमा नै केही न्यायाधीशहरूको चाहिँ त्यहाँ खाली नै छ भन्ने कुराहरू आएको छ। अब सर्वोच्च अदालतहरूको त अहिले तापट्टिको चाहिँ कुरा छैन, तथापि आवश्यकता परेको अवस्थामा त्यसको चाहिँ प्रयोग गर्नुपर्ने भयो भने त्यो बेलामा चाहिँ प्रयोग गर्न सक्ने हुन्छ। यो कुनै सामान्य अवस्थामा प्रयोग गरिने संवैधानिक संसदीय सुनवाई बिना नै गर्ने खालको अध्यादेशको पछि संसदीय सुनवाई गर्नुपर्ने आवश्यकताका साथ नयाँ म्यान्डेट संसद आइसकेपछि सुनवाई गर्ने, अहिलेका लागि नियुक्ति गर्ने बाटो खोल्ने।